केही दिन अगाडिदेखि यो देशमा एकदमै अराजक गतिविधिहरू देखिन थालेका छन्। राजावादीका नाममा र यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने नाममा जुन खालका गतिविधिहरू भइरहेका छन् एकदमै अराजक निकृष्ट खालका गतिविधिहरू देखिएको छ। यो देशमा स्थिरता नचाहने तत्त्वहरू र आफ्ना स्वार्थको एकदमै स्वार्थपूर्ति गर्नका लागि उद्धत केही व्यक्ति वा केही समूहहरूको सामूहिकतामा यस्ता अराजक गतिविधिहरू भड्किरहेका छन्। हामीले राष्ट्रिय झण्डा ओढेर गएर मान्छे जलाएको देख्यौँ, आगो लगाएको देख्यौँ, पत्रकार जलाएको देख्यौँ। हामीले राष्ट्रिय झण्डा बोकेर गएर लुटपाट गरेको पनि देख्यौँ। हामीले राष्ट्रिय झण्डा बोकेर गएर आगजनी गरेको पनि देख्यौँ। यो एउटा स्वार्थ समूह जसको नेतृत्व जसले गरिरहेको छ र जनताहरूलाई भड्काइरहेको छ, नागरिकहरूलाई भड्काइरहेको छ र यो द्वन्द्वमा नेपाललाई फसाएर आफ्नो स्वार्थपूर्ति गर्ने र सधैँभरि अस्थिरता यो राज्यलाई एकदमै कमजोर बनाउने उद्देश्य हो। यसको के आधार छन् भने जस्तो दुर्गा परसाईलाई हेर्ने हो भने जसले जनकमान्डरको उपमा पाएर यो द्वन्द्वलाई यो अराजक भिडलाई सञ्चालन गरे। यो उनको अरबौं ऋण छ र उनी त्यो ऋण तिर्नका लागि त्यो ऋणको घेराले बाँधिँदै एउटा जाल एउटा चाहिँ उसभित्र दलदलभित्र फसिएको अवस्था देख्छौँ हामी। र त्योबाट निस्किनका लागि यदि राज्य शक्तिशाली भयो भने, राज्य मजबुत भयो भने त राज्यले त जुन कुनै हालतमा पनि गलत गर्नेलाई त समाउँछ, उनलाई त्यो ऋण तिर्न त बाध्य बनाउँछ। त्यहाँ त जनताका पैसा पनि छन् भनेपछि उनले चाहिँ आफू उम्किनका लागि यो राज्यलाई कसरी प्रहार गरेर कमजोर बनाउन सकिन्छ भन्ने एउटा उद्देश्य छ र उनको ऋणबाट मुक्ति कसरी हुन सकिन्छ यदि राजै ल्याइदिन सक्यो भने र त्यो आफूले बल गर्न सक्यो भने त राजा स्थापित भयो भने त मेरो पनि कुराहरू लगभग मैले खोजेका कुराहरू पनि पुरा होलान् भन्ने हिसाबले उनी लागिरहेका छन् भने एउटा अर्को स्वार्थी मान्छे छन् राजेन्द्र लिङ्गदेन, जो राजतन्त्र भनेर अनि गणतन्त्रको विरोध गरेर कहिल्यै थाक्दैनन्। तर यही गणतान्त्रिक संविधान भित्र रहेर निर्वाचन लड्छन्, चुनाव जित्छन्। निर्वाचन जित्नका लागि आफ्नो चरित्रै नमिल्नेसँग पनि गठबन्धन गर्छन्, एमालेसँग भए पनि गठबन्धन गर्छन्, जोसँग भए पनि गठबन्धन गर्छन् र संसदमा आउँछन्, गणतन्त्रको विरोध गर्छन्। अनि फेरि पाइहाले भने चाहिँ मन्त्री नै बनिदिइहाल्छन्। गणतन्त्रको विरोध गर्छन्, गणतान्त्रिक सरकारको मन्त्री बन्छन् ती अर्का स्वार्थी। र अर्को ठुलो घोक्रो फुट्ने गरी एकदमै राजा ऊ देश बचाऊ भनेर अहिले नयाँ भर्खरै उफ्रिन थालेका ज्ञानेन्द्र बहादुर शाही भन्ने छन्, जसको पुरानो भिडियो क्लिप्सहरू हेर्ने हो भने अहिले त्यो सामाजिक सञ्जालतिर भाइरल छ। राजा आउने अवस्थै छैन, राजा आउने बाटै बन्द भइसक्यो, हामी राजावादी होइनौँ, हामीले राजा ल्याउने होइन, अब चाहिँ नि हामी राजाको पक्षका मान्छे होइनौँ भनेर भोट माग्नुभन्दा अभियन्ताको कथाकथित अभियन्ता बन्दादेखि भोट माग्दासम्म राजावादी बन्यो। तर आज चुनाव जितेर आइसकेपछि फेरि उनको स्वार्थको घैँटो भर्नका लागि राजावादी बनेका छन् र यी व्यक्ति समूहहरूलाई यो राजनीतिक स्थिरता कायम हुन नदिने अर्को अदृश्य तत्त्वले फेरि परिचालन गरिरहेको अवस्था छ। यसो भनिरहँदा हुलदङ्गा भयो, अराजकता भयो, लुटपाट भयो, तसनस भयो। तर यसको दोषी यी तत्त्व मात्रैहरू दोषी हुन् त होइनन्। गणतन्त्रको नाममा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि जुनसुकै तहसम्म गिर्न तयार भएका नेताहरू पनि यसको दोषी हुन्। मैले यति भनिरहँदा गणतन्त्र जो लोकतन्त्र प्रजातन्त्रको विकल्प लोकतन्त्रै हो। यो लोकतन्त्रमा फेरि कुनै एउटा अमूर्त मान्छे, कुनै एउटा व्यक्ति, निश्चित व्यक्तिलाई सबै शासन सत्ता सुम्पिने र भगवानमा मान्न सकिन्न। सबै नागरिक बराबर हुन्। तर यो परिस्थिति जनतामा नैराश्यता सिर्जना हुनुको पछाडि यी केही दलका जो ठुला दल भनिएका शीर्षस्थ नेतृत्वहरू पूर्ण रूपमा जिम्मेवार छन्।
सत्तामा पुग्नका लागि जुनसुकै हरकत गर्ने, सरकार गिराउने र बनाउने खेलमा सधैँभरि लागिपर्ने र सत्तामा आफू बसुन्जेल ठिक गरेको थिएँ भन्ने र सत्ताबाट बाहिर गएपछि बनेको अर्को सरकारलाई गिराउनका लागि चलखेल गरिरहने, राष्ट्र राष्ट्रियताका बारेमा नसोच्ने, जनताका बारेमा नसोच्ने जो नेतृत्वहरू छन्, यिनीको कमजोरीले पनि नागरिकहरूमा नैराश्यता आयो र यस्ता अराजक मान्छेहरूको पछाडि देश बन्छ कि भनेर मान्छेहरू लाग्न थाले। यो एउटा कारण भयो। त्यसकारण अब म चाहिँ के भन्छु निष्कर्षमा भने, गणतन्त्रमा जे अपेक्षा थियो नागरिकको त्यो अपेक्षा पुरा गर्न नसकेका कारण नेताहरू जुन दिशामा अगाडि बढ्नुपर्ने थियो, जुन बाटोमा हिँडेर गणतन्त्रलाई संस्थागत गर्दै नागरिकहरूलाई सन्तुष्ट बनाउने जुन बिन्दु थियो, जुन मार्ग थियो, त्यो बाटो छोडेर आफ्ना आसेपासे भ्रष्टाचारीलाई संरक्षण गर्ने, सधैँभरि सत्तामा टिकिरहनका लागि अनेक हत्कण्डा गर्ने, यी यावत कुराहरू गरेर अनि त्यसको चाहिँ उपज पनि हो यो। त्यसकारण म यति मात्रै भन्छु, यो देशमा साँच्चीकै गणतन्त्रलाई स्थापित गर्ने, टिकाइरहने र यो देशमा जनतालाई सन्तुष्ट बनाउने र देशमा विकास गर्ने, समृद्धि ल्याउने हो भने, यो देशमा परिवर्तन गर्ने हो भने 200 जना मान्छे, मैले एकदमै म्याक्सिमम भनेको 200 जना, 2 करोड नेपाली नागरिकमा 200 मान्छे सङ्ख्यामा हेर्नु त 200 मान्छे सुध्रिए पुग्छ, मात्रै 200 त हो। त्यो त अत्याधिक भनेको मैले, 100 सुध्रे पनि पुग्छ, 100 जना सुध्रे पनि पुग्छ। 50 जना कर्मचारी जो विशिष्ट श्रेणीका निजामती कर्मचारीहरू छन्, 50 जना ठुला भनेका साना भनेका राजनीतिक दलका नेतृत्व, 50 जना प्रहरी प्रशासनका मान्छे ठुला हाकिमहरू र 50 सेना अरू सङ्घ संस्थाका, मैले एकदमै धेरै भनेको 200, यो 200 मान्छे साँच्चीकै यो देश बनाउँछौँ, हामी सँगै बनाउँ, सबै मिलेर यो देश बनाउँ, हामी बनाउनुपर्छ। हामी व्यक्तिगत स्वार्थ हेर्दैनौँ, हाम्रो दलगत स्वार्थ हेर्दैनौँ, हामी जनतालाई सन्तुष्ट बनाउँछौँ, यो देश बनाउँछौँ, भ्रष्टाचार हुन दिँदैनौँ, हामी कहीँ चुहावट हुन दिँदैनौँ, विधिको शासन सञ्चालन गर्छौँ भने तपाईँहरू नै बस्नुहोस् है सत्तामा, तपाईँहरू नै बस्नुहोस्, पालो बस्नुहोस्। यहाँ जनताले प्रधानमन्त्री बन्न खोजेको छैन, तपाईँको प्रधानमन्त्रीको मन्त्रीको कुर्सीमा तपाईँहरू नै 200 मध्येका बस्नुहोस्, अझ 50 मध्येका बस्नुहोस्, 100 मध्येका बस्नुहोस्, सबै तपाईँहरू बस्नुहोस्, पालो बस्नुहोस्। तर तपाईँहरू व्यक्तिगत स्वार्थ छोडेर यो देशको स्वार्थलाई केन्द्रबिन्दु, जनताको स्वार्थ, जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुभयो भने 6 महिना 1 वर्ष कुर्नु पर्दैन, 1 महिना 2 महिनादेखि नै यो देशमा सुधारका लक्षणहरू देखिन थाल्छन्। तपाईँले आफ्नो सत्ता शक्ति प्रयोग गरेर गलत गरिरहेका मान्छेलाई संरक्षण दिइरहँदाखेरि विभिन्न व्यथितिहरू निम्तेका छन्। तपाईँले मान्छे पिट्नलाई उक्साइरहनु भएको छ, आफ्नो चुनावमा प्रयोग गर्नका लागि, आफ्नो भोट बढाउनका लागि पिटेका, हत्या गरेका हत्याराहरूलाई संरक्षण गरिरहनु भएको छ, लुटपाटमा संलग्न भएका मान्छेहरूलाई संलग्न गरिरहनु। सबै नेताको हामीले विगत बुझेका छौँ, सबै नेताले विगतमा यस्ता कुराहरू गर्नुभएको छ। सुध्रिनुहोस्, यो अन्तिम अवसर हो, सुध्रिनुहोस् र अब हामी यो देश बनाउँछौँ भनेर तपाईँहरू 200 जना मान्छे लाग्नुहोस्। हामीलाई केही चाहिँदैन, एउटा चाहिँ व्यवस्थित तरिकाले बाँच्न पाउने सुशासन कायम गरिदिनुहोस्, विधिको शासन कायम गरिदिनुहोस्, सबैलाई समान हैसियतले समान तरिकाले बाँच्न पाउने, व्यवसाय गर्न पाउने अवस्था सिर्जना गरिदिनुहोस्। नागरिक खुसी छ, यसमा समस्या छैन। तर तपाईँहरू सुध्रेको दिनबाट यो देश बन्न थाल्छ। सुध्रिनुहोस्, नत्र भने तपाईँहरूको भविष्य पनि अन्यल छ, तर तपाईँहरूकै कारण यो देशको भविष्य पनि अन्यल छ। आज द्वन्द्व भड्केला, विद्रोह सुरु होला, तहस नहस हुन्छ, एकदम कहिल्यै उठ्न नसक्ने गरी फेरि देश, हिजो माओवादी द्वन्द्वले थिलथिलो बनायो, विकासका संरचनाहरू ध्वस्त भयो, आज फेरि अर्को द्वन्द्व भड्किँदा त्यसै गरी थिलथिलो हुन्छ र कहिल्यै नउठ्ने गरी यो देश त्यो भड्कालोमा पुग्दैछ। तपाईँहरू सुध्रिनु भएन भने अब त तपाईँहरूलाई चेताउनुपर्छ। धन्यवाद। जय नेपाल।